कुनै बेलाका चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझीले नेपाली फिल्ममा आफ्नो करियर सुरु गर्ने भएकी छन्। लामो समयदेखि परिवारसँग अमेरिकामा बस्दै आएकी उनले सुरेन्द्र पौडेलको निर्देशन तथा रोहित अधिकारीको निर्माणमा बन्न लागेको फिल्म वरिष्ठ बलरामबाट डेब्यू गर्न लागेकी हुन्। यही फिल्मका लागि उनी आगामी 1.5 महिनाभित्र नेपाल आउँदैछिन्। उनी नेपाल आएपछि निर्माण टिमसँग कागजी सम्झौता हुने बताइएको छ। उनी केही महिना अभिनयको कोर्स पनि गर्ने योजनामा छिन्। सम्भवतः आगामी दशैंपछि साइकानमा जाने फिल्मका लागि दिव्याले अभिनेता खगेन्द्र लामिछानेको अपोजिटमा काम गर्नेछिन्। फिल्मको पटकथा खगेन्द्र स्वयंले तयार पारेका हुन्। दिव्या र खगेन्द्रको जोडी पर्दामा हेर्न दर्शकलाई निकै रोचक हुने देखिन्छ। यो फिल्मका लागि निर्माण टिमले दिव्यालाई 10 लाख पारिश्रमिक दिँदैछ। निर्माता अधिकारीले स्वयंले यो कुरा स्वीकार गरे। उहाँले अमेरिकामै राम्रो तलब सुविधामा काम गर्दै आइराख्नु भएको छ। त्यसको तुलनामा 10 लाख धेरै कम हो। उहाँले पारिश्रमिक डिमान्ड गर्नुभएको पनि होइन। यति दिँदा राम्रो होला भनेर हामीले नै प्रस्ताव राखेका थियौँ। उहाँ पनि तयार हुनुभयो। उनले भने लामो समयदेखि दिव्याको सुन्दरतालाई लिएर मिडियामा चर्चा भइरहेको छ। उनलाई धेरै फिल्मबाट अफर पनि पुगेको थियो, तर उनले अध्ययनका कारण अफर नकार्दै आइरहेकी थिइन्। वरिष्ठ बलरामको टिम र आफ्नो चरित्र मन परेपछि उनी काम गर्न तयार भएकी छन्। इन्फोटिज प्रोजेक्ट म्यानेजमेन्टमा मास्टर्स पुरा गरेकी उनी अमेरिकामा आइटी क्षेत्रमा काम गरिरहेकी छन्। रोहित अधिकारी वरिष्ठ बलरामसहित यस वर्ष 3 फिल्म निर्माणको तयारीमा छन्। उनले एउटा फिल्म ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवालसँग मिलेर गर्दैछन्। त्यस्तै उनले अर्को फिल्म दीपक राज गिरी समूहसँग मिलेर गर्दैछन्। यस अगाडि उनले गाजलु र छमाया छपक्कै जस्ता सुपर डुपर फिल्म दिइसकेका छन्।